गाइस बुटा त झरिसक्यो है फेरि काफलको बुटा त काफल खाएर झरिसक्यो ल है हामी चाहिँ काफल खाएर अब फेरि ओह्रालो झरेको अवस्था दार बोक्न जाने अवस्था ओ नो फाइनली गाइस हामी खोलामा आइसक्यो अब यहाँदेखि 10-15 मिनट लाग्छ तल झर्न खोला लेभल खोला ल रमित खोला तर्दैछ गाइस रमित खोला तर्दैछ सुमन तल तर्दैछ होला अरु खोला रमाइसक्यो खोला तर्दैछ यो न्यू ब्लकमा त्यसमा चाहिँ बरान्डे छ है त्यसमा त हेभी छ अब हामी विशाल लागेको छ राम्रो होस् दिनै राम्रो होस् त्यो घरबार सुखमा सम्झिनु जमानाको खेतको कुलो है देख्न सक्नुहुन्छ फेरि खोला तल लाग्यो लाग्छ अब पुरै छ 4 किलो जाने चाहिँ आरुनी ऊ है घट्टा देख्न सक्नुहुनेछ यी देख्न सक्नुहुनेछ आरुनी घट्टा आरुनी घट्टा पानी स्टोर छ नि माछामा हात हत्केल खेल्दै खा भाइ छ ल यसले हात हालो माछामा काठ दिम ल छ समाचा हातै पर्दैन छ र हामी दार बोक्न ठाउँमा आइसक्यो है देख्न सक्नुहुन्छ फाइनली हामी दार बोक्ने ठाउँमा आइसक्यो ल कता सुरु गरी हाल स्टार्ट सक्छस् गोरुङ सौरा यो त हलुङ आज वेलकम गाइस अब हामी एकछिनपछि एकछिन धोएर बसेको दार बोक्न हेर्न सक्नुहुनेछ आज सालदाईको दार बोक्न आएको फाइनली गाइस रमित पुनले बोकिसक्यो ल है राम्रो शुभ यात्रा फाइनली गाइस सुमन पुनले नि फाइनली गाइस सुमन गयो है बोकिसक्यो है फाइनली गाइस बोकिसक्यो छ यिनीहरूले हजुर नामलाई नलिएर आएको भाउजू फाइनली गाइस केटाहरू खोला तरिसक्यो है दर्शक श्रोताहरू ल राम्रोसँग तरम यता उतादेखि जाने उतादेखि माथि आएर माथि ऊ ओल्लो मागेर पनि तल्लोमा ओल्लो ढुङ्गामा आऊ
बा चिजो जाँदै के हो रे बा यसलाई के भन्छ 3 रुगा चेउला चेउला ओस यो एउटा खाना खुलो ओस ल सुमन पुनले मारो ले ल सब पा मारो पा 3 रुका चिउला पनि भन्छ है हाम्रो गाउँतिर रङ रङ छरन ल है माछा मार्ला सुमन पुनले ल ल है माछा मारो फाइनली गाइस माछा यसले माछा भेटा जस्तो छ आज ल है डुबो है डुबो हेर्नुहोस् गाइस हाम्रो गाउँतिर जुगा पनि पाइन्छ है बन्द गर्नुस् अब माछा मार्दैछ है छ कता छ एउटा यो नि हामीले पोएको 3 खेप गरिसक्यौँ हामीले फाइनली गाइस हामी आइसक्यो है मेरो घर आउने फाइनली गाइस देख्न सक्नुहुन्छ दारू ल है आइज आइज त्यसलाई जिजाए जस्तो छ आज मोबाइल ल्याऊ